हेलो गाइज वेलकम टु माई भ्लग। आज चाहिँ हामी चाहिँ कतारको यो कुन ठाउँ रे दाइ? कतारको यो कतारा भन्ने ठाउँमा आएका छौँ होइन। आज चाहिँ हामी साथीहरू पनि हुनुहुन्छ, फोटो खिच्दै हो। तपाईँहरूलाई हामी ठाउँ देखाउँदैछौँ कतारको। एकदम खतरा प्लेस छ है ल। यता हाम्रो फोटोग्राफी होइन गाइस चाहिँ खत्रै अहिले फेरि यो दिने ठाउँमा आएन। ऊ फेरि ऱ्यापर हो होइन। ल आज चाहिँ हामी चाहिँ कतारा भन्ने ठाउँमा है। ओके यस्तो छ यस्तो छ खतरा छ। अझै पनि होइन हाम्रो केटाहरूले चाहिँ एकदम फोटो हानिरहेछ। बाइगुड सम्धी ट्रिप कस्तो भइरहेछ त? ठिक छ, दामी भइरहेछ नि होइन। त्यो कपाल अगाडि खतरा देखाएको खतरा आम्बो ल हेर्न सक्नुहुन्छ त गाइज। ल हाम्रो अब हामी चाहिँ अन्त्य जाँदैछौँ होइन। एकदम इन्जोय हुनेवाला छ। हामी कतार आइपुग्यौँ है घुम्न लाग्यो ल केटाहरू होइन। आज हामी चाहिँ घुम्न आएको होइन। के ग्याङ रे? टाउग्याङ म्याचिस दावा ग्याङ हो होइन। अब ल अझ इन्जोय गर्नुपर्छ ल सबजना होइन। दावा ग्याङ हो के? अब चाहिँ हामी चाहिँ होइन दाइहरू चाहिँ होइन दाइहरू चाहिँ एकदम गर्लफ्रेन्ड नलिआएर एकदम टेन्सनमा हुनुहुन्छ। पारा होइन। आफू चाहिँ सिङ्गल पऱ्यो। दाइहरू सबजनाको गर्लफ्रेन्ड छ। गर्लफ्रेन्ड नआएर अब हल्का होइन गर्लफ्रेन्ड नआएर हल्का अब के भन्नु त्यसको होइन। ऊ हाम्रो दुईजना पछाडि फेरि फोटोग्राफीहरू हुनुहुन्छ है। म चाहिँ सोझै फेरि गर्लफ्रेन्डले बोलाउँदैन, कोही पनि बोलाउँदैन। उसको ऊ चाहिँ फेरि हल्का सोझो भन्दा पनि अब उसको चाहिँ फेरि कतारमा मात्र 2-3वटा गर्लफ्रेन्ड छ है। अब चाहिँ हामी चाहिँ लाग्यो भन्दा पनि अब छ आज धेरै ठाउँ घुम्नलाई होइन। भर्खर त सुरुवात हुँदैछ नि। भर्खर सुरुवात हुँदैछ। ओके लेट्स सी। नेक्स्ट ठाउँ हेर्नु होला होइन। अब अझै इन्जोय खाजा खानु पनि बाँकी छ, रमाइलो गर्नु पनि बाँकी छ। ल अब हामी नेक्स्ट ठाउँ देखाउँछ। फोटोग्राफर पनि साथमै छु नि फेरि लड नसम्झिनु होला प्लिज। हेर्नु यताको भ्यू पनि हेर्नुहोस्। सुजन दाइ वान टाइम स्माइल। यो हाम्रो दाइहरू चाहिँ टक्कै गाडीमा हिँड्दै हुनुहुन्छ है। एकदम घाम डुब्न आँटेको भ्यू हो होइन। दामी देखिरहेछ। फोटोग्राफीहरू फेरि फोटोग्राफी खतरा छ। एकदम रमाइलो भइरहेछ। लगभग गाइस अब चाहिँ रात पर्न आँटिसक्यो है। एकदम घाम पनि डुबिसक्यो। यता चाहिँ कतारमा पनि यस्तो हरियाली हुँदो रहेछ। आज प्रत्यक्ष देखिरहेछ। हामी चाहिँ तलतिर फोटो खिच्दै बसेको। हाम्रो दाइहरू चाहिँ यता वेट गरिरहनु भएको रहेछ। यो ल यता सम्धी पनि टक्क लाएर हिरो भएर आएको छ है। गर्लफ्रेन्डहरू लाइन लगाइरहेको छ उसको लागि। एकदम टाइममा फेरि फर्केर ब्याक भयो भने एकदम यता दामी रहेछ है ठाउँ चाहिँ। हेर्नुहोस् कतारमा पनि यस्तो ठाउँ रहेछ क्या। मैले त सोचेको थिएँ पुरा नै तर यतातिर होइन घरहरू खतरा रहेछ। सेम नेपालको फिल भइरहेछ आज चाहिँ मलाई। यतातिर यस्तो दामी भ्युज रहेछ नि गाइस। यताबाट चाहिँ अब रात पर्न आँट्यो। अब चाहिँ खतरा देख्छ है। यतातिर पनि खतरा छ। हाम्रो केटाहरू खोइ कता हो छासमिस भइसक्यो। यता सम्झी झोला बोकेर टुई सम्झीलाई चाहिँ आज हल्कति बिरामी छ भन्दै थियो, त्यही भएर झोला बोकाएको। यता चाहिँ दामी सिन निस्किनु थालिसक्यो है। एकदम सिटी चाहिँ खतरा। सम्झीलाई चाहिँ खतरा थकाइ लागेर क्या धेरै हिँडेर। सम्झी चाहिँ एकदम मस्तसँग बसिरहेको है। केटाहरू फोटोग्राफीहरू चाहिँ अब हराइ हो। अब हामी चाहिँ फोटोसोटो खिच्दैन एकदम हिँडाइ पारा
एकदमै थकाइ लाग्यो अब रात पर्यो होइन अब जानुपर्छ रुम भन्दा पनि अब जानुपर्छ भोलि त सबजनाको ड्युटी छ ड्युटी गर्नुपर्छ है अहिले चाहिँ ठिक छ हाम्रो केटाहरू नआउँदैछ है केटाहरू आउँदैछ केटाहरू सबजना आइरहेको छ गाइस फाइनल गाइस केटाहरू पनि आइसक्यो केटाहरू के छ केटाहरू पनि आइसकेछ ल होइन केटाहरू चाहिँ एकदम ल यतातिर खाजा खानु ल अब रेडी भइसकेछ है ओ के छ केटा हो के छ ठिक छ ल ल ठिक छ ल यो चाहिँ हाम्रो ओनियन रिङ्स हो है इन्जोय गरिरहेको छ है हामी चाहिँ तल वेट गरेको केटाहरू चाहिँ आइसकेको के छ केटा हो ल केटाहरू ऊ चाहिँ अघि नै वेट गरिरहेको थियो होइन ल केटाहरूसँग एकछिन इन्जोय गर्नुपर्छ है त ल फोटोग्राफीहरू फेरि जता पनि फोटो है एकदम खतरा देखिरहेछ लगभग अब चाहिँ रात परिसकेको छ है अब चाहिँ हामी चाहिँ फर्किनु पर्छ केटाहरू सबै फोटो मात्र खिचिरहेछ होइन लगभग हाम्रो फोनको चार्ज पनि सिद्धिसक्यो अब चाहिँ हामी फर्किनु पर्छ फाइनल गाइस अझै पनि हामी चाहिँ गएको छैन है यत्तिको भ्लगले सिन देखिरहेछ केटाहरू सबजना केटाहरू चाहिँ होइन एकदम इन्जोय गरिरहेछ अब कोही खाजा यहीँ खाने अरे होइन होइन एकदम केटाहरू कस्तो भइरहेको थिएन ओ केटा हो कस्तो भइरहेछ ट्रिप मेरो गाई छैन खतरा रात पर्दै गइरहेछ रात परिरहेछ हल्का चिसो मौसम छ है दिउँसो चाहिँ ओभर गर्मी छ के गर्ने यहाँ खतरा भइरहेको रहेछ यहाँ ब्याक गरिरहेको छ कि यहाँ चाहिँ बबाल ठाउँ रहेछ गाइज अहिले चाहिँ हामी चाहिँ होइन अब चाहिँ हामी रुम फर्किनु आँटेको है पुरै अँधेरो भइसक्यो साथीहरू पनि यता छ हल्का अब हामी चाहिँ फर्किनु आँटेको गाइज होइन पुरै अँधेरो भइसक्यो अझै पनि केटाहरूले चाहिँ गणेश जाने भनिरहेछ अब जानुपर्छ रुम जानुपर्छ गणेशै जानुपर्छ कि भनिरहेछ अब हामीले चाहिँ घुम्न चाहिँ अब गणेशको हुन्छ है त गाइस केटाहरूलाई चाहिँ अझै पनि फोटो खिच्न पुगेको छैन है यतिखेर चाहिँ यस्तो भ्यू आइसक्यो होइन उज्यालोमा आएको हामी सब चाहिँ पुरा अँधेरो भइसक्यो है यिनीहरूलाई चाहिँ अझै फोटो खिच्नै नपुग्ने रहेछ केटाहरू फोटो खिच्न पुगेन केटाहरू मस्त फोटो खिचिरहेको छ अझै पनि यता फेरि हल्का ट्रिपमा रहेछ होइन सबै हल्का ट्रिपमा छ दाइ हामीले चाहिँ गाइस उबर बुक गरिसकेको छौँ अब हामी चाहिँ गाडीको वेटिङमा समय गाइसहरू एकदम चिसो मौसम भएको छ होइन कति मिनट लाग्छ गाडी आउनु अब कति मिनट लाग्छ गाडी आउन 2 मिनटभित्रमा गाडी आइसक्यो 2 मिनटभित्रमा गाडी आउँदैछ हाम्रो एलेक्स भाइ प्यारो भाइ हाम्रो दावा दा यता हुनुहुन्छ हामी जाँदैछौँ अब कर्नेशतिर हामी अब कर्नेशको यात्रा हुँदैछ अब लास्ट सबैलाई अस्सलाम वालेकुम हबिबी कम टु कतार यो यता हाम्रो भानु दाइ हुनुहुन्छ ल अब हामी कर्नेशको यात्रा छ अब गाडी आएपछि हामी गाडीको भ्यू देखाउने छौँ गाइज अहिलेलाई स्टप ल है गाइज हाम्रो चाहिँ अब गाडी आउनु आँट्यो होइन ल मेरो भाइ ल उसले चाहिँ फोन अफ नगर ल गाइज गाडी आइसक्यो गाइज होइन गाडी आइसकेको छ अब हाम्रो यात्रा अब हामी जाँदैछौँ कर्नेशतिर ल कहाँ जाने रे वान्स टाइम कर्नेशतिर अहिले नाच्दै गरेको भिडियो आउँछ ल ओके अब
केटाहरू चाहिँ सब बोर मानिसक्यो 2 मिनट भनेर अब ओभरै लास्ट ढिलो आइदिएर आएको होइन अब चाहिँ हाम्रो नेक्स्ट ब्लग्स चाहिँ कर्निस गएपछि आउँछ है साथीहरू सबले लाइक सेयर सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला हाम्रो एलेक्स भाइलाई अलवेज एलेक्स भाइ आई लभ यु लभ यु टु दा यतिको सपोर्टेड दाइहरू चाहिँ हुनु पऱ्यो नि त होइन गाडी चाहिँ आइसकेको अवस्था होइन आऊ सबैजना आउनुहोस् ल फाइनली अब हाम्रो गाडी चाहिँ आइसक्यो है हाम्रो गाडी चाहिँ आइसकेको छ यता कुशल दाइ चढ्नु भयो होइन फाइनली अब चाहिँ ल को पछाडि बस्ने हो होइन ल को अगाडि बस्ने हो त पछाडि ठिक हुन्छ होइन गाडी चढिसकेको होइन मालको लागि लास्ट गर्छ क्या त्यही भएर रात परिसक्यो है फाइनली अब चाहिँ पछाडितिर अब हामी टक्क कर्नेस गएर देखाउनेछौँ गाइजहरू होइन फाइनली गाइस हामी चाहिँ कर्नेस आइसकेको अवस्था भन्दा पनि कर्नेस त आज पुरा बन्द रहेछ होइन आज हाम्रो बोरिङ डे रहेछ होइन हामी चाहिँ कर्नेसमा आएको है कर्नेसको बोर्ड जति सबै यो वारले गर्दा फेरि अहिले बन्द रहेछ या दिमाग खराब भयो सेट चियापत्ती बन्द यो त सम्झिएर फेरि झापमा हिँडेर ल केटाहरू चाहिँ होइन अब यता उता गर्नु थाल्छ है त्यहाँ मान्छे छ केटाहरू त्यहाँनिर के हो आज सुनसान छ कर्नेस चाहिँ होइन त्यही पनि लस हामी चाहिँ अब कसरी हुन्छ इन्जोयतिर लाग्छ है केटाहरू चाहिँ पछाडि थियो केटाहरू चाहिँ सुसु गर्ने ठाउँ जाने कहाँ थियो यस्तो दामी भ्यू निस्किँदो रहेछ है राजीले केटाहरू कस्तो लागिरहेछ कर्नेस कस्तो लागिरहेछ सूर्य दाइ एकदम गुड त लागेको छ तर हामी चाहिँ ल गाइस अन्डरग्राउन्ड जाँदै हो होइन यस्तो केटाहरू नि हिँडिरहेछ अन्डरग्राउन्डतिर केटाहरू आफ्नै सुरमा हिँडिरहेछ आफ्नै पारामा कुद केटा हो कुद यो भित्र चाहिँ ल खतरा छ अब हामीले चाहिँ फोटोसोटो पनि खिच्यो होइन घुम्यो ल गाइजहरू होइन अब हामी कुन ठाउँ जाने गाइजहरू हराउँदैछ फेरि ल अब हामी कुन ठाउँ जाने गाइजहरू लालीगुराँस गएर चाहिँ मासुबाट खाएर चाहिँ रुम जाने होइन 4 मिनट बाँकी गाइजहरू अब चाहिँ हामी चाहिँ हाम्रो यात्रा चाहिँ अब ग्रान्ड मलसम्मको रहेको छ कतारको होइन अब केटाहरू सबजना घुमिसक्यो इन्जोय गरिसक्यो केटाहरूले अब होइन फोटोसोटो पनि हानिसक्यो होइन केटाहरू गाडीको वेटिङमा छ अब 4 मिनट लाग्छ ग्रान्ड मलसम्मको यात्रा हो दाइ कस्तो भयो त ट्रिप अहिलेसम्म राम्रै भइरहेछ हो अब कहाँसम्मको यात्रा अब हामी खाना खान जाने होटेलतिर है कहाँसम्मको ग्रान्ड मल अब ग्रान्ड मल साइड हेलो हबिबी कम टु कर्नेस हाम्रो दाइ कहाँसम्म हामी म फोटोग्राफर मान्छे यहाँनिर निन्द्रा लागिसक्यो अब फोटोग्राफलाई एकदम निन्द्रा लागेको अवस्था होइन निन्द्रा लागिसक्यो मलाई केही छैन इन्जोय भयो है अब हामी चाहिँ ग्रान्ड मलतिर आएको अब 5 मिनट भन्दा नि 4 मिनट छ गाडी आइपुग्न आँट्यो
के हुन्छ त्यसपछि लेट्स सी। कर्नेस पनि एकदम धेरै सुनसान रहेछ है। केटाहरू चाहिँ अब गाडी चलाउन लाइभ सक्यो रे। यता यस्तो छ केटाहरू वेटिङमा छ गाडीको। ओ हामी चाहिँ अब जानु आँटेको हो यो होइन। ठिक छ इन्जोय भयो आजको लागि समाप्त। अब हामी वेटिङ फर अब ग्रान्ड मल जाँदैछौँ त्यसपछि के हुन्छ भने लेट्स सी। फाइनली गाइज हामी चाहिँ अब ग्रान्ड मलसम्मको यात्रा भइसकेको छ होइन। अब हामी चाहिँ लाग्यो त्यसपछि के हुन्छ लेट्स सी। फाइनली गाइज हामी चाहिँ अहिले चाहिँ होइन डेली गइराख्यो भने नि ग्रान्ड मल आइसकेको छ। ग्रान्ड मल आइपुग्यो। अब हामी हामी चाहिँ प्लाजा मल आइपुग्यौँ गाइज। अब हामी चाहिँ खाना खाना गइरहेका छौँ। यो नेपाली खाना नेपाली खाना खान गइरहेको होइन। यो पछि अब के हुन्छ लेट्स सी। हामी चाहिँ लालीगुराँस रेस्टुरेन्ट आइसकेको अवस्था होइन। यता हाम्रो भानु दाइ केटाहरू सबका बसेर नमस्ते नमस्ते ल गाइजहरू हामी चाहिँ होटलमा आइसकेको अवस्था। अब चाहिँ खाना चाहिँ दाम बजाइदिनु पर्छ। सुकेदाई होइन केटाहरू वासरुमतिर गएको छ फ्रेस हुनुलाई। केटाहरू आइसकेको अवस्था सबजना आइसक्यो होइन। अब खाना के खाने भन्ने अर्डर गरिरहनु भएको छ। के खानु भातै खाने मोमो हाम्रो दाइ चाहिँ फ्रुटी खाने भनेर एकदम होइन रोको रहेछ होइन। फ्रुटी चाहिएर उसको लागि चाहिँ फ्रुटी अर्डर गरिदिइसकेको छ होइन। अरू पेप्सी खाने भनेर चाहिँ ऊ त्यो फ्रुटी खाने भनेर अब मलाई यस्तो कोटाको कोटाइ छ क्या। दुधु खाने मैले दुधु खाने बच्चा भए है। हामी फेरि ढिँडो खाने ल। हामी चाहिँ अब ढिँडो लभर पऱ्यो है। हामी चाहिँ ढिँडो खान आँटेको दाइहरू चाहिँ अब मिक्स फ्राई राइसहरू के खानुहुन्छ है। लेट्स गो। ल अब हामी चाहिँ कोक या पेप्सी खाँदैछ। चोट त खानु पाइँदैन होला है। ल अब हामीले चाहिँ पेप्सी सुरु भइसक्यो है। खाँदै गरेको ल। आज चाहिँ हामी चाहिँ होइन हाम्रो चाहिँ अब स्टार्ट भयो। अब खाना आइसक्यो होइन। यता मेरो ढिलो आइसक्यो। कतै ढिँडो यता हाम्रो दाइहरूले सुरु गरिसक्नु भयो। हाम्रो त सुकुटी छ है गाइज। यता दाइहरूकै सुकुटी होइन। हाम्रो चाहिँ मटन ढिँडो। लेट्स स्टार्ट। फाइनली हामीले चाहिँ अब खाना खाइसकेको अवस्था। अब हामी चाहिँ डाइरेक्ट हाम्रो यात्रा भनेको चाहिँ सनाया ठडिएको राइट साइड। ढिँडो पनि खाइसक्यो। यता मोमो चौरीको जुत्ता छ। हाम्रो सुरु भयो है गाइज। अब चाहिँ हामी खाना साना खाइसक्यो। अब बाहिर निस्केको अब ग्रान्ड मल टु प्लाजा टु सनाया ठडी। लालीगुराँसमा खायौँ आयौँ। अबको जाने हो प्लुक्क सुत्ने हो। भोलि फेरि ड्युटी हो। या अब हाम्रो चाहिँ अब यात्रा भनेको चाहिँ कहाँसम्म होइन सनाया 38सम्मको यात्रा हो होइन। अब हाम्रो अन्तिम चरणमा आइसकेको छ। अब चाहिँ हामी रुम जानुपर्छ। अब कति बजिसक्यो 11 बजिसक्यो है। 11 बजिसक्यो। अब यस्तै छ घुमियो होइन। डेन्जर घुम्यो। आजलाई यहाँ इन्ड गर्नु हुँदैन। आजलाई यति भन्नु हुँदैन। अब हामी रुम लास्ट अब हामी रुम जाँदैछौँ। गाडी आइसक्यो है उबरमा। ओके लेट्स गो। फाइनली गाइज अब हामी चाहिँ रुममा आइसकेको अवस्था होइन। लास्ट अपडेट हो। अब तपाईँहरूले होइन हाम्रो भ्लगलाई हेरेर साथ दिनुहुन्छ भन्ने आशा छ है। सबैजनाले यो भ्लगलाई के गरिदिनु पर्यो गाइज? सब्सक्राइब गरिदिनु पर्यो, सेयर गरिदिनु पर्यो, लाइक गरिदिनु पर्यो, कमेन्ट गरिदिनु पर्यो। लाइक सेयर सब्सक्राइब गरिदिनु होला। ओके गाइज बाई बाई।